नमस्ते दर्शक पनि यति बेला म टिचिङ हस्पिटलको क्यान्सर विभाग सुरेश वाग्ले बिल्डिङमा उपस्थित भएकी छु। त्यतिखेर यहाँ एकजना भाइ धेरै समय अगाडिदेखि मलाई अफिसमा आएर मेरो पनि सानो भिडियो बनाउनु पर्यो भन्दै हुनुहुन्थ्यो, तर त्यो समय हामीले जुराउन सकेन। उहाँ लामो समयदेखि हस्पिटलकै बेडमा बसिराख्नुपर्ने अवस्था आयो। त्यसले गर्दा म आज चाहिँ उहाँ भाइलाई चाहिँ सानो सहयोग मेरो आफ्नो तर्फबाट लिएर अनि भाइलाई अलिकति हौसला प्रदान गर्ने उद्देश्यले चाहिँ म यहाँ उपस्थित भएकै छु। त्यो सँगै भाइलाई भेट्दै गर्दाखेरि भाइको सानो गुनासो एउटा सुन्दाखेरि मलाई आफैलाई एकदमै नराम्रो फिल भयो, नमजा लाग्यो। जुन कि उहाँ अहिले रेन्टमा बस्दै गर्ने घरमा चाहिँ उहाँ हस्पिटलबाट डिस्चार्ज भएर जाँदाखेरि उहाँलाई चाहिँ क्यान्सर रोग हामीलाई सर्छ भनेर जुन बसिरहेको स्थानबाट चाहिँ उहाँहरूलाई चाहिँ निकालिदिनु भयो भन्ने गुनासो गर्नुभयो। साह्रै दुःख लाग्यो। क्यान्सर रोगीहरूलाई माया गर्नुहोस्, हेला नगर्नुहोस्। यो रोग सरुवा रोग होइन। म अपिल गर्न चाहन्छु तपाईँहरू सबैजनालाई। र अहिले चाहिँ म भाइसँग सानो कुराकानी गर्नेछौँ है त। नमस्ते भाइ। नमस्ते दिदी। अहिले दाइलाई यो भएको चाहिँ कति जति भयो? धेरै भयो मैले देखेको चाहिँ। दाइले यस्तो भएको चाहिँ 4 वर्ष तपाईँको कम्प्लिट भएर 5 को उसमा चलिरहेछ। ब्लड चेन्ज गर्दै राख्दै किमोथेरापी गरेको दिदी भयो। योभन्दा हामी इन्डिया पनि गएको, मैले भिडियो पनि बनाएर हालेर हुन्थ्यो। इन्डिया गएको त्योभन्दा अगाडि चाहिँ दाइले यतै नेपालमा किमोथेरापी गरिरहनुहुन्थ्यो अनि काम पनि गरिरहनुहुन्थ्यो मजाले। अनि मलाई पनि हेरिरहनुहुन्थ्यो, मन पढ्दै थिएँ अनि सबै कुरा दाइले हेरिरहनु भएको थियो। अनि बिचबिचमा ब्लड थप्दै बस्दै गएर अनि इन्डिया गयौँ हामी बोन म्यारो ट्रान्सप्लान्ट गर्ने भनेर। बोन म्यारो ट्रान्सप्लान्ट गर्ने भनेर इन्डिया गयो। अनि उता इन्डिया जाँदाखेरि चाहिँ हामी लास्ट स्टेजमा आएर अनि फर्केको, गर्न नपाएर ब्लडको प्रब्लम भएर हामीलाई। ब्लडको प्रब्लम भन्नाले चाहिँ इन्डियामा चाहिँ हाम्रो नेपालको जस्तो रेड क्रस हामीले त्यहाँ थाहा नभएको कि त्यस्तो नभएको जति डोनर हुन्छ होइन सबै हस्पिटल बोलाउनु पर्ने। अब हामी भर्खर फर्स्ट टाइम इन्डिया गएको, त्यस्तो केही थाहा नै थिएन हामीलाई। अनि दाजुभाइ मात्रै दिएमा थिएँ। ब्लड अब यति धेरै चाहिन्छ कि दिनमा तपाईँको त्यो किमो लगाए बेला त 4 पेन जति पनि चाहिन्छ क्या। अब त्यत्रो त अब सम्भवै भएन भने त्यहाँ त अब कति हाल्यो ब्लड त। मैले अब केही समय अगाडि हजुरको यो भिडियोहरू होइन अनि हामी अब उसमा पनि कुरा भइरहेको थियो। अब थोरै अफिसमै आएर भए पनि अब एउटा भिडियो बनाउने भन्ने कुरा पनि भइरहेको थियो। त्यो सम्भव भएन एज अ भाइकै हेल्थले गर्दा होइन। आज म हस्पिटलमा थोरै टाइम निकालेर धेरै अगाडिदेखि भेट्छु भनिरहेको थियो, भेट्न पाइरहेको थिएन। आज भेट्ने मौका पनि जुड्यो है। अनि अहिले पछिल्लो समय यहाँ त अब एज अ सरकारी हस्पिटल भन्छ नि त यहाँको टिचिङ हस्पिटल त कस्तो छ यहाँको चाहिँ उपचार उसहरू होइन? यहाँ चाहिँ टिचिङ चाहिँ अर्ध सरकारी हो। अनि यसमा चाहिँ भन्दा उपचार त यो रोगको लागि त एकदम महँगो नै छ। तपाईँको ट्याब्लेटहरू त्यस्तै होइन, अब एन्टिबायोटिकहरू एकदम महँगो नै छ यसको चाहिँ। त्यो हामीले महँगो रोग होइन, महँगो रोग छ उसकै। अनि त्यो मेडिसिनहरू पनि हामीले सक्दैनौँ कि आफूले चाहेर पनि त्यो बिरामीलाई आफूलाई चाहेर पनि त्यो खान मन लागेको कुराहरू त्यो दिन सक्दैनौँ होइन। औषधि पनि त्यस्तै महँगो हुन्छ। अनि ब्लड त अब भनिहालेँ, अब महिनामा उस्तै गरेर अहिले डक्टरले चाहिँ के भन्नुभएको छ यहाँ राम्रै इम्प्रुभमेन्ट कस्तो छ अहिलेको लागि चाहिँ गाह्रै छ दाइलाई, किनकि धेरै टाइम भइसक्यो यसरी भएर बसेको है। इन्फेक्सन अहिले चाहिँ एकदम धेरै इन्फेक्सन फैलिरहेछ। अनि यो खुट्टाले गर्दाखेरि पनि तपाईँको खुट्टाभित्र पिपहरू यताउता जमेर बसिरहेछ, खुट्टाले राम्रोसँग टेक्नु सकेको छैन। अनि अर्को कुरा आफ्नो शरीरले ब्लड बनाउँदैन, जति सबै ब्लड बाहिरबाट हाल्नुपर्छ आफ्नो शरीरले नबनाएपछिहरू त्यो इन्फेक्सन रिकभर हुनलाई चाहिँ अलिकति टाइम लागिरहेको हुन्छ क्या। अब हामीलाई थोरै टाइममा हुन्छ भने उसलाई चाहिँ त्योभन्दा नि धेरै टाइम लाग्छ उसलाई चाहिँ। भनेपछि जस उपचार कन्टिन्यू चाहिँ भइरहेको छ। उपचार त पछिल्लोसम्म इन्डिया लाने केही कुराहरू त्यस्तो छ? इन्डिया लाने कुराहरू छ। अब लास्ट एउटा मात्र छ हामीसँग अब आशा भनेको।
चाहिने मेडिसिनहरू जति पनि चलाउने सबै कुरा भइसक्यो। आफूले सम्भव भइकन सबै कुरा भइसक्यो। अब एउटा मेडिसिन छ, अब एउटा लास्ट स्टेजको ट्रिटमेन्ट छ हामीसँग। अब त्यो भयो भने भयो, अनि त्यसपछि छैन, कुनै विकल्प नै छैन हामीसँग। अब त्यो पनि थाहा छैन, त्यो पनि थाहा छैन। अब त्यही हो लास्ट के गर्ने है, एउटा मान्छेको भोगाइ सोचेको हुँदैन, त्यही कुराहरू भोग्नु परिरहेको हुन्छ। भाइ कति उमेरको हो? दाइ 28 वर्ष हुनुभयो। 28 वर्षको यस्तो कलिलो उमेरमा है, यस्तो रोग अभियसली दुःख नै हुन्छ। धेरै छैन, धेरै सकिन होइन। कस्तो छ हजुरलाई? हजुरलाई छन् है, दाइलाई के खान मिल्छ हुन्छ। भाइ थोरै हजुरलाई दिदीको माया है, छिटो राम्रो हुनुपर्छ, नआत्तिनुहोस् भाइ, माया गर्ने भाइ हुनुहुन्छ है, फेरि आउँछ।